हेलो फ्रेन्ड, नमस्ते एन्ड वेलकम ब्याक टु माई न्यू एन्डर भिडियो। के छ खबर? सन्चै हुनुहुन्छ? म नि एकदमै सन्चै छु। बिहानै पसल आइयो, त्यही डेली रुटिन नै मेरो यही छ। बिहानै पसल आउने, कामसाम गर्ने अनि साँझ घर जाने, त्यही हो। अहिले कामसामले त्यति खासै थिएन। आज हेरौँ कस्तो हुन्छ। अङ्कलजीको हालखबर के छ त? बिहानै हाई गार्डमा छ यहाँ त यार। रातभरि बिहान बिहानै हाम्रो भाइहरू कपाल कटिङ गरेर छन्। कपाल सपाल कटिङ गरेर कलर गर्ने अरे। कपाल चाहिँ लामो लामो पलायन भइले चट्ट दुईजना भाइहरू छन्। दुईजना यता भाइहरू छन्, दुईवटाले कलर गर्ने अरे। कालो कलर लगाएको कपालले चाहिँ फेरि कसरी अहिले लाग्छ कि लाग्दैन कलर हेरौँ। हाम्रो भाइको फेरि उहाँ गर्लफ्रेन्डको फोन आइछ पुरा, फोनै उठाएनन्। ल अब लास्टमा उयो फाइनल लोकेर त कलर लाग्छ कि लाग्दैन कालोमा। टक्क हाम्रो केटाहरू दुइटै रेडी भइसक्यो। उनीको चाहिँ अलि मजासँग लाग्यो, तर भाइको चाहिँ लागेन कि। उनीको त अलिक कालो रहेछ कपाल, धेरै कालो कलर लगाएर छन्। रातो भएको कपाल चाहिँ ठिक छ, त्यही पनि कस्तो गर्ने र? खै देखा न कस्तो गरेर किन आयो फेरि मुसमुस बुढामा। हेरौँ न हेरौँ न के हुँदो रहेछ यसमा। राम्रो खै हेरौँ न कस्तो काट्ने हो क्या। क्या यार छैन भने पैसा काट्न आयो। हेर डिआईले कपाल काट्दैन। हेर दजा हरि दजा कठै बरा खै यस्तो गर्दा गयो। बाबु त सिधै जिरोमा हान्ने हो। गन्जा हुन्छ नि, कटप्पा हुन्छ नि त्यस्तै क्या। के गर्ने हान्ने हो? ल ठिक छ। हेर न अब खतरा भएछ। कहिले फौजमा जाने अब भर्ती हुनु क्या। दामी देखाएको छ गोरे लाग्ने चा। कुमके मेले में बिछड़े हुए दो भाइ। क्या पनि लाउँछ यति राम्रो कपाल काट्ने फेरि। अब अर्ग्यानिक हेरौँ चारवटा मकै खाने भइसक्यो यार। ए कोदोको ल ठिक छ। नै यहीँ बारीमा फल्याउनु मकै अर्ग्यानिक। ल ल ठिक छ, खानु खानु। कामल भाइ कस्तो काट्ने भाइ कपाल? 12 नम्बरको जस्तै यस्तो काट्ने हुन्छ यति लक्का जनाले। कहाँ पर्छ अरे? खै के अरे दुबी झर्ने कहाँ त? पञ्चकुले पर्छ हौ। हाम्रो यी 3जना भाइहरू आछन्, सबैले काट्ने हो। 2जनाले लाजले कस्तो गरे हेर्न। 12 नम्बर जस्तो हेरौँ सेम। यता हेर्नु त के को लाग्छ यो त? उदो उदो गर्छ केटाले। यता हेर्दैन त एकचोटि टिकटकर। टिकटकर हाम्रो भाइको लुक्स हेर चट्ट कर्ली हेयरमा हाफ चुलो भनेको दामी देखेछ। बाल छ आजको हाम्रो लास्ट कस्टमर भाइ। कपाल चाहिँ डेन्जर हाने हामीले। कपालको डिजाइन हेरौँ न कस्तो छ भाइ कपाल? ठिक छ ठिक छ। कपाल चाहिँ अझै लामो बाल्नुपर्छ, ट्याक्क बाँध्न मिल्ने खतरा देखिन्छ लुक। ल त भाइ भर्खर पसलबाट आइयो। पसलबाट आएर नुहाएर हान्यो। जस्तै सर्ट भयो त्यो पैसामा दिनभरिको गर्मीले नुहाएर हान्ने। अब खानसाना खाएर मस्त सुत्नुपर्छ। आजको भिडियो कस्तो लाग्यो? अन्तिमसम्म हेरेर माया गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। मन परेमा लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्ने च्यानल बिर्सनु होला। फेरि हामी पुनः नेक्स्ट भिडियोमा भेट्ने नै छौँ। त्यति दिनसम्मलाई स्वस्थ व्यस्त अनि मस्त रहनु होला। थ्याङ्क यू, बाई बाई।